नमस्कार, म आदित्य ठकुरी फेरि पनि आइसकेको छु रोमानियाका बारेमा केही नौलो कुराहरू लिएर। आज चाहिँ मैले हजुरहरूलाई चाहिँ एउटा के इन्फर्मेसन दिन आएको छु भने चाहिँ रोमानियाको बारेमा बेसिक कुराको इन्फर्मेसन दिन आएको छु। सर्वप्रथम त म तपाईँहरूलाई के भन्न चाहन्छु भने मेरो यस नयाँ च्यानललाई सबैले माया गरिदिनु होला। जसरी तपाईँले ब्ल्याक आइज पिक्चर्सलाई माया गरेर सपोर्ट गरिदिनु भएको छ, त्यसरी नै यस च्यानललाई पनि माया गरिदिनुहुन्छ भने पुरा विश्वास छ। र धेरै साथीले भन्नुहोला कि ओहो नयाँ च्यानल खोल्यो पैसा कमाउनको लागि आयो, ब्ल्याक आइज पिक्चर्सबाट पनि पैसा कमाइरहेछ, अब यसबाट पनि कमाउने भयो भनेर सोच्नु होला। त्यस्तो होइन। मैले ब्ल्याक आइज पिक्चर्समा त भिडियो नहाल्नुको कारण के हो भनेपछि त्यसमा चाहिँ अलिकति दुधको दुध पानीको हिसाबले चाहिँ एउटा कन्टेन्ट क्या त्यस्तो क्रेडिट गर्न मन छ कि जुन कन्टेन्टले चाहिँ हजुरलाई चाहिँ एकदम सपोर्ट होस् भनेर चाहिँ मैले त्यसमा भिडियो हालेको छु। र मैले यस नयाँ च्यानल खोल्नुको कारण चाहिँ यसमा चाहिँ तपाईँहरूलाई चाहिँ बेसिक इन्फर्मेसनका कुराहरू दिने र त्यसपछि भनेको ब्लगिङहरू हाल्ने भनेर चाहिँ मैले सोचेर चाहिँ मैले तपाईँहरूलाई चाहिँ यस च्यानल मार्फत चाहिँ भिडियो हालेको छु। सबैजनाले मन पराइदिनुहुन्छ भने पुरा विश्वास छ। र जसरी ब्ल्याक आइज पिक्चरलाई सपोर्ट गरिदिनु भएको छ त्यसरी नै यस च्यानललाई पनि सपोर्ट गरेर माया गरिदिनुहुन्छ भने पुरा आशा राखेको छु। साथीहरू धेरै लामो भिडियो तन्काइन होइन, साथीहरूले भन्नु होला दाइले कमेन्ट गर्नुभएको छैन ब्ल्याक आइज पिक्चर्सको युट्युबमा होइन, कमेन्टको रिप्लाई आएन किन के कारणले भन्नुभएको होला। त्यसको लागि एकदम क्षमा प्रार्थी छु, किनभने चाहिँ म पनि आफ्नो कामले एकदम बिजी हुन्छु होइन। सो त्यही कारणले चाहिँ मैले हजुरहरूको कमेन्टहरू रिप्लाई गर्न पाएको छुइनँ र भिडियोहरू पनि त्यति साह्रो मैले हाल्न पाएको छुइनँ। र नयाँ च्यानल खोलेको छु, यसमा चाहिँ कन्टिन्युटी भिडियो हाल्ने छु। हजुरहरूले जसरी माया गर्नुहुन्छ त्यसरी माया गरिदिनुहुन्छ भने पुरा विश्वास गर्छु। आज चाहिँ मैले रोमानियाको तपाईँहरूलाई सानो एउटा मोस्ट इम्पोर्टेन्ट चाहिँ सुरुको लेभल क्या, जुन हाम्रो चाहिँ 0.1 को लेभल हुन्छ क्या एउटा चाहिँ, त्यो भनेको चाहिँ रोमानिया बेसिक लेभल के हो त है, रोमानिया प्रोसेस गर्दा लाग्ने हामीलाई खर्च कति हो अहिलेको स्थितिमा र पहिले कति थियो भन्ने कुराहरू म तपाईँलाई भन्छु। र प्रोसेसमा के लाग्ने छ है त ती कुराहरू भनेछु। नेपालदेखि धेरै साथी हुनुहुन्छ कि अहिले रोमानिया जाने, किनभने चाहिँ रोमानियाको लागत पहिले कम थियो, अहिले सेन्जेन भएर बढेको छ है। र साथीहरूको चाहिँ माइन्डमा के छ, युरोप भन्ने सोच्छ क्या। हेर्नुहोस्, हामी जहाँ गए पनि, दुबई गए पनि, कतार गए पनि, साउदी गए पनि होइन, युरोप गए पनि, अमेरिका गए पनि, क्यानाडा गए पनि, दुःख जहाँ पनि एउटै हो होइन। सिर्फ यति मात्र फरक हो कि फल्नाको छोरा युरोप गएको छ, फल्नाको छोरा अमेरिका गएको छ, फल्नाको छोरा क्यानाडा गएको छ। कतार दुबईभन्दा अलिकति त्यो डाउन हुन्छ भन्नुहुन्छ, तर सबैभन्दा मलाई चाहिँ लागेको काम भनेको दुबई कतारमा नै बेस्ट जस्तो लाग्छ युरोप अमेरिका भन्दा पनि। किनभने युरोप अमेरिकामा चाहिँ कस्तो छ, तपाईँ जति खट्नुहुन्छ त्यति तपाईँको काम हुन्छ। र गल्फमा चाहिँ तपाईँ जति भन्नाले तपाईँको काम अनुसार हुन्छ नि। जस्तै तपाईँले 10 घन्टा छ भने तपाईँले 10 घन्टा गर्नुपर्छ, यदि ओभर टाइम दिन्छ भने मात्रै गर्ने हो, नभए गर्न पाउँदैन है। त्यस्तो सिस्टमहरू छ है। गल्फमा चाहिँ तपाईँको चाहिँ कस्तो छ भने तपाईँ जुन काममा भन्छ त्यही काममा जानुपर्छ। र युरोप अमेरिका क्यानाडा होइन, अब जति पनि यी ठुल्ठुला कन्ट्रीहरू छ यहाँ भने चाहिँ तपाईँले सबै काम गर्नुपर्छ। त्यही कारणले विचार पुऱ्याउनु होला। र होइन, म नराम्रो भन्न खोजेको होइन, विचार पुऱ्याउनु। यदि ती कामहरू गर्न सक्नुहुन्छ भने हजुरहरू आउँदा एकदम नै बेटर हुन्छ हजुरहरूको लागि होइन। भोलिको दिनमा आफ्नो फ्यामिलीलाई राम्रो बनाउने हो, आफ्नो फ्यामिलीलाई खुसी बनाउने, आफू खुसी बन्ने हो, ठुलो मान्छे बन्ने हो। सबै जुन देशमा गए पनि त्यही हो, सबैको सपना त्यही हो। हामी सबैजना मिलेर एकअर्कालाई सपोर्ट गर्ने त्यही नै हो होइन। गल्फ गएको मान्छेलाई हेपेको छुइनँ, अमेरिका गएको मान्छेलाई हेपेको छुइनँ, क्यानाडा गएको मान्छेलाई हेपेको छुइनँ। मैले जस्ट इन्फर्मेसनका भिडियोहरू मात्रै बनाउने हो र तपाईँहरूकोमा चाहिँ प्रकट गर्ने हो। र कस्तो लाग्छ भिडियो तपाईँले चाहिँ सेयर गर्ने, सब्सक्राइब गर्ने, माया गर्ने, त्यही हो सबैभन्दा ठुलो कुरा। आज चाहिँ मैले तपाईँलाई चाहिँ रोमानियाका बारेमा बेसिक इन्फर्मेसनका भिडियो बनाएको छु। सबैले सुन्नु होला है त। जति पनि साथी हुन्छ अहिले दुबई कतार मलेसिया, ती साथीहरू पनि रोमानिया जाने एकदम सोच्नु हुनुहुन्छ, किनभने पोल्यान्ड जानको लागि सबैभन्दा हाई पैसा लाग्छ, अलिकति बेसी पैसा लाग्छ। क्रोएसियाको लागि अलिकति बेसी लाग्छ, रोमानियाको लागि अलिक कम भएर चाहिँ धेरै मान्छेको माइन्डमा चाहिँ रोमानिया छ क्या। किन भनेपछि रोमानियामा कम पैसा लाग्ने भयो र धेरै साथीहरू पनि रोमानिया अहिले जानुभएको छ होइन। रोमानियाबाट अरू देश पनि जानुभएको छ। अब जस्तै तपाईँ पोल्यान्ड 12 लाख तिरेर जानुहुन्छ भने रोमानिया तपाईँ 7 लाख तिरेर जानुहुन्छ। ल 7 लाख तिरेर गएपछि त्यहाँ 1 वर्ष काम गरेपछि तपाईँको 7 लाख पनि उठ्छ र अलिकति पैसा पनि हुन्छ। त्यसपछि तपाईँ अरू कन्ट्रीमा मुभ हुन सक्नुहुन्छ, किनभने अहिले सेन्जेन भइसकेको छ। अब यी कुरा छोडौँ, मैले यी कुराहरू सेकेन्ड पार्टमा भन्नेछु। अहिले भनेको चाहिँ हामीले बेसिक रोमानियाको तपाईँलाई प्रोसेस गर्नु छ भने कसरी गर्ने त नेपालबाट भन्ने कुरा है त। ल सर्वप्रथम जति पनि साथी हुनुहुन्छ नेपालदेखि रोमानिया प्रोसेस गर्ने कोसिस गर्दै हुनुहुन्छ भने हजुरले सर्वप्रथम त बुझ्नुपर्छ के डिमान्ड, तपाईँको डिमान्ड के आएको छ। तपाईँलाई चाहिँ कस्तो काममा जान मन छ, तपाईँलाई कि वेटरमा जान मन छ होइन, कि तपाईँलाई कुकमा जान मन छ, कि ड्राइभरमा जान मन छ, कि पार्लरमा जान मन छ, कि क्लिनरमा, कि हाउसमेडमा जान मन छ होइन। तपाईँले चाहिँ ती कुराहरूलाई चाहिँ एकदम बुझ्नुपर्छ। तपाईँहरूलाई चाहिँ जान मन त अनेक कुरामा हुन्छ, तर तपाईँको डिमान्ड केमा आएको हुन्छ त्यो कुरामा भर पर्छ है। अनि अब कति साथी हुन्छ पार्लरमा जान खोज्नुहुन्छ होला लेडी साथीहरू होइन, कति साथी हुन्छ ड्राइभरमा जान, ती भिजाहरू हत्तपत्ता आउँदैन नेपालमा। सर्वप्रथम त यी कुरा बुझ्नु होला है। अनि हामीलाई जाने बाध्यता पनि छ, किनभने चाहिँ रहर त होइन, हाम्रो बाध्यता हो सर्वप्रथम त ठुलो कुरा होइन। अनि त्यसपछि चाहिँ यो आउँछ अनि जाउँला, त्यसो गर्नुभयो भने हजुरको टाइम एकदम नै लस हुन्छ है। सर्वप्रथम त्यो कुरा बुझ्नुपर्छ हजुरले। अनि कस्तो हुन्छ हाम्रो अब जस्तै तपाईँको कुनै क्लिनरको आयो, होटेल लाइनमा आयो, तपाईँले प्रोसेस थालिहाल्नुहोस्। म त भन्छु प्रोसेस थालिहाल्नुहोस्। तपाईँको जुन चाहिँ तपाईँ डिमान्डको वेट गर्नुहुन्छ त्यो डिमान्ड आएन भने तपाईँको लस हुन्छ टाइम पनि, र जुन डिमान्ड छ त्यो पनि तपाईँको हातबाट लस हुन्छ है। त्यही कारणले चाहिँ होइन, त्यो लस नहुन दिनको लागि चाहिँ हजुरले चाहिँ
जुन डिमान्ड छ त्यसमा गर्नु होला, तर बुझेर गर्नु होला, एकदम बुझ्नु होला यी कुराहरू है। ल अब के चाहिन्छ त हाम्रो, त्यो डिमान्ड बुझ्नुभयो, डिमान्ड बुझिसकेपछि अब हाम्रो प्रोसेस के हो त? तपाईँलाई चाहिँ मेन इम्पोर्टेन्ट डकुमेन्ट भनेको चाहिँ तपाईँको पासपोर्ट हुनुपर्यो। त्यसपछि तपाईँसँग एउटा सिभी हुनुपर्छ। सिभी भनेको चाहिँ बायोडाटा होइन, तपाईँको पुरै डिटेल्स भएको र तपाईँको वर्क एक्सपिरियन्सको एउटा लेटर हुनुपर्छ। यी 3टा कुरा है, जस्तै पासपोर्ट, सिभी, तपाईँको चाहिँ वर्क एक्सपिरियन्स लेटर। वर्क एक्सपिरियन्स लेटर के हो त? सर्वप्रथम म तपाईँलाई यहाँदेखि सुरु गर्छु है त। वर्क एक्सपिरियन्स लेटर भनेको तपाईँले चाहिँ अब जस्तै होटेल लाइनमा तपाईँले केही गर्नुभएको छ, कुकमा गर्नुभएको छ या तपाईँले वेटरमा गर्नुभएको छ भने, नेपालमा कुनै पनि देशमा गर्नुभएको छ भने त्यहाँबाट चाहिँ तपाईँको चाहिँ एउटा यति वर्ष यसले काम गरेको भनेर एउटा सर्टिफिकेट दिएको हुन्छ। त्यो सर्टिफिकेटलाई चाहिँ तपाईँको वर्क एक्सपिरियन्स लेटर भन्छ है। त्यो भयो भने चाहिँ तपाईँलाई एकदम सजिलो। अब तपाईँले वेटरमा गर्नुभएको छ, तपाईँले वेटरमा एप्लाई गर्नुभएको छ र तपाईँले चाहिँ कुनै पनि देशमा वेटर गर्नुभएको छ र त्यो देखाउनु भएको छ यसले गर्दो रहेछ भन्ने हुन्छ है। अनि त्यो कारण चाहिँ तपाईँलाई चाहिँ वर्क पर्मिट चाहिँ तपाईँलाई दिने चाहिँ चान्स एकदम बेसी हुन्छ। किनभने चाहिँ रोमानियामा तपाईँ काम सिकेर काम गर्नुपर्छ। तपाईँसँग अलरेडी नै काम सिकिसकेको छ भने चाहिँ उनीहरूले त्यो मान्छेलाई चाहिँ चाँडो हायर गर्ने चाहिँ सम्भावना एकदम हुन्छ है। र अब हामीलाई चाहिँ 3टा कुरा मैले भनिसकेँ, पासपोर्ट, सिभी, वर्क एक्सपिरियन्स लेटर। वर्क एक्सपिरियन्स लेटर बुझ्नुभयो होला। सिभी भनेको के हो? अब सिभी भनेको चाहिँ तपाईँको पुरै जन्मकुण्डली है। त्यसमा भनेको तपाईँको पुरै जन्मकुण्डली भन्छ। तपाईँको नाम, तपाईँको एड्रेस, तपाईँको फोन नम्बर, तपाईँको जिमेल, तपाईँको बाबाको नाम, तपाईँको मम्मीको नाम र तपाईँले कुन कुन ठाउँमा कति कति वर्ष काम गर्नुभयो त्यसको चाहिँ सर्टमा चाहिँ एउटा डिटेल्स हुन्छ तल, र कति पढ्नु भएको छ त्यो कुरा हुन्छ है। अनि धेरै साथीले भन्छ रोमानिया जान पढाइ चाहिन्छ कि चाहिँदैन होइन? चाहिँदैन हजुर, सिधै कुरा भन्नुपर्दा रोमानिया जान पढाइ चाहिँदैन। किनभने चाहिँ तपाईँको कामलाई त्यहाँनिर चाहिँ दाँच्ने हो, तपाईँको पढाइलाई दाँचेर काम दिने होइन। तपाईँलाई चाहिँ आफ्नो क्षमता अनुसारले काम गर्न सक्नुहुन्छ नि वेलकम छ। यदि तपाईँ पढाइले नै खोज्नुहुन्छ भने होला ठुल्ठुलो कामहरू होला होइन। अब कति साथी नपढेको पनि हुन्छ, युरोप जाने रहर हुन्छ, अब रोमानिया त नि होइन। अनि धेरै साथीहरू चाहिँ अनि पढेको छ कि छैन, ला म हुने हो कि होइन भन्नुहुन्छ, त्यस्तो नसोच्नु होला हजुरहरूले, त्यस्तो सोच्दै नसोच्नु होला है। रोमानिया भनेको तपाईँको चाहिँ पढेको लागि पनि ठिक छ, नपढेको लागि पनि ठिक छ। गर भनेको काम एउटै हो, जति घन्टा काम गऱ्यो त्यति पैसा हुन्छ र तपाईँको चाहिँ बेसिक स्यालेरी हुन्छ। अहिले चाहिँ त्यहाँको गभर्मेन्टको अनुसार चाहिँ 3000 हो, तर अब अहिले चाहिँ अब कति कति दिन्छ भन्ने कुरा चाहिँ अहिले भएको त छैन, तर 3000 चाहिँ बेसिक त्यहाँको गभर्मेन्टले तोकेको छ। किनभने चाहिँ रोमानियामा पनि धेरै ब्ल्याकको काम हुन्छ, त्यही कारण चाहिँ अलिक बुझेर राम्रो तरिकाले जानु पनि बेटर हुन्छ है। तपाईँले बुझ्नुभयो होला, मैले भन्न खोजेको बुझ्नुभयो होला है। बेसिक स्टेप है, तपाईँले डिमान्ड बुझ्ने, डिमान्ड बुझिसकेपछि तपाईँले ल है म यो वेटरमा ठिक छ, हाउसकिपिङमा ठिक छ, कुकमा ठिक छ भने चाहिँ बल्ल त्यसमा चाहिँ तपाईँले डिमान्ड एप्लाई गर्ने। र सर्वप्रथम त तपाईँले डिमान्ड एप्लाई गरिसकेपछि दलैहरू जुन मेन पावर हुन्छन् होइन, उनीहरूले चाहिँ तपाईँसँग 50,000 1 लाख रुपियाँ डिमान्ड गर्छन् है। अब तपाईँले चाहिँ यो विषयमा चाहिँ बार्गेनिङ गर्न सक्नु पऱ्यो। सर मेरो यस्तो यस्तो परिस्थिति छ, आफ्नो परिस्थिति देखाउनु पऱ्यो, मैले चाहिँ यति दिन सक्छु र ऊ अफर लेटर आएपछि चाहिँ म यति दिन्छु हजुरले भनेको भने हजुरले जति मायाले बोल्नुहुन्छ होइन त्यो तरिकाले बुझ्यो भने ठिक छ। अब बुझेन भने त अब के नै गर्नु छ र, तर तपाईँको बोलीमा पनि भर पर्ने कुरा हो होइन, तपाईँको भाग्यमा पनि भर पर्ने कुरा हो है। अनि अब उसले बुझ्यो भने चाहिँ ठिकै छ, अब त्यति दिन। अब बुझेन भने चाहिँ अब पुरै पैसा पनि दिँदा हुन्छ, कसरी खोजेर हुन्छ, कसरी हुन्छ गर्दा हुन्छ है। अनि फेरि मैले भने भन्दैमै पैसा दिने होइन, तर हजुरले बुझेर चाहिँ भन्नु होला है। किनभनेपछि अहिले पैसा लिन थाल्यो भने चाहिँ धेरै मान्छेले पहिले एप्लाई गरे, अनि एप्लाई गरिसकेपछि तपाईँको अफर लेटर आयो, जाँदैन गइदिने क्या। अनि कसलाई घाटा? मेन पावरलाई घाटा, जसले एजेन्टलाई घाटा, जसले प्रोसेस गर्दै उसलाई घाटा, उसको पैसाहरू गएको हुन्छ। अनि उसले अनि त्यही कारणले अहिले चाहिँ जति पनि साथीहरू हुनुहुन्छ नि, जति पनि काम गर्नुहुन्छ नि रोमानिया गएरमा होइन, रोमानियाको भिजाको लागि सबैजनाको लागि चाहिँ एडभान्स सुरुमै लिन्छन्। किनभने चाहिँ उनीहरूले धोका दियो भने उनीहरूको जुन प्रोसेस गरे हुन्छ उनीहरूकै पैसाबाट गरे हुन्छ, त्यही कारणले चाहिँ पैसा तपाईँहरूसँग माग्ने हो। तपाईँहरूले अब आफ्नो तरिकाले बोलेर आफ्नो तरिकाले गरेर चाहिँ अगाडि बढ्नु भने चाहिँ द्याट्स पर्फेक्ट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। किनभने चाहिँ हजुरले जति बोल्यो, हजुरले जति नै उनीहरूलाई कन्भिन्स गर्न सक्यो त्यति नै हजुरलाई चाहिँ उनीहरूले भनौँ न एउटा प्रोसेस केही गर्दैला कि यति पैसा देऊ त ल अफर लेटर पछि भन्ने कुरा होला है। र साथीहरू बुझिहाल्नु होला, बेसिक स्टेप मैले तपाईँलाई भनिदिइहालेँ है। अनि त्यसपछि तपाईँको प्रोसेस हुने हो होइन। त्यसपछि प्रोसेस भइसकेपछि तपाईँको इन्टरभ्यू हुन्छ है साथीहरू। यति कुरा भन्दा यति त मैले भनेको कुरा त बुझ्नु होला। अब तपाईँको इन्टरभ्यू हुन्छ है, तपाईँको त्यो भइसक्यो इन्टरभ्यू हुन्छ। इन्टरभ्यूमा बेसिक इङ्ग्लिस तपाईँले बोल्नै पर्छ है। बेसिक इङ्ग्लिस तपाईँले बोल्नु भएन भने चाहिँ अलिकति तपाईँलाई चाहिँ किनभने चाहिँ अब बेसिकै इङ्ग्लिस आएन भने तपाईँ त कामै भएन नि त होइन। तपाईँको नाम, तपाईँको ठेगाना, तपाईँ म्यारिड हो कि होइन ती कुराहरू सोध्छ, एज सोध्छ, र तपाईँको कामको एक्सपिरियन्सको बारेमा भन्, कहाँ काम गरिस् भन्छ। ती बेसिक कुराहरू तपाईँले रटेर जानुभयो भने चाहिँ एज अ तपाईँलाई चाहिँ धेरै पर्फेक्ट हुन्छ। अनि त्यसपछि भनेको तपाईँको चाहिँ उनीहरूले तपाईँ कस्तो क्यापेसिटीको मान्छे उनीहरूले त्यही इन्टरभ्यूबाट छाट्ने हो क्या। त्यसपछि तपाईँ पास भयो भने ठिक छ, पास भएन भने तपाईँलाई चाहिँ भन्छ कि तपाईँ पास हुनु भएन। पास भयो भने चाहिँ अब तपाईँको चाहिँ उनीहरूले प्रोसेस स्टार्ट गर्छ, र प्रोसेस स्टार्ट गरेको केही 3 महिना 4 महिना 6 महिनाभित्रमा चाहिँ तपाईँको चाहिँ अफर लेटर आउँछ है। अफर लेटर भन्ने बित्तिकै तपाईँ फेरि वर्क पर्मिट होइन, वर्क पर्मिट आएपछि मात्रै तपाईँको भिजा लाग्छ है। यसको विषयमा तपाईँहरूलाई भन्ने छु है। तपाईँको अफर लेटर आउँछ है। अफर लेटर आइसकेपछि तपाईँको अब तपाईँको वर्क पर्मिटको लागि प्रोसेस हुन्छ। अब तपाईँले बाँकी पैसा बुझाउनुपर्छ, अहिले त्यो सिस्टम छ क्या।
तपाईँले त्यो सिस्टम छ। त्यसपछि तपाईँको वर्क पर्मिट आइसकेपछि चाहिँ अनि तपाईँको चाहिँ अहिले चाहिँ इन्डियामा गएर भिजा आफैले लगाउनुपर्छ। पहिले हामी जाँदा चाहिँ त्यस्तो थिएन है। अहिले चाहिँ इन्डिया गएर भिजा लगाउनुपर्छ। इन्डियामा के क्वेसन सोध्छ, इन्डियामा के क्वेसन सोध्छ भनेर हजुरहरूले सोची पनि रहनु भएको। त्यसको भिडियो म तपाईँहरूलाई बनाइदिनेछु, त्यसको लागि टेन्सन लिनु सेकेन्डमा। र तपाईँले इन्टरभ्यू जस्तै अब सर्टमै कुरा गरौँ, अहिले त्यति लामो कुरा नगरौँ, भिडियो थन्किन्छ होइन। र इन्डिया गइसकेपछि हजुरले चाहिँ इन्टरभ्यू दिने, इन्टरभ्यूमा पास भएपछि हजुरको भिजा लागेर चाहिँ जस्तै 1 महिना 1.5 महिनाभित्रमा चाहिँ तपाईँकोसँग आउँछ र कतिको लक राम्रो छ भने चाहिँ चाँडै आउँछ। त्यसपछि तपाईँको भनेको प्लेन टिकट काट्ने र एजेन्टहरूले पनि सबै डकुमेन्ट बनाइदिन्छ। बेसिक कुराहरू यीहरू हो। अब तपाईँलाई चाहिँ म सेकेन्ड पार्टमा चाहिँ के भिडियो बनाउँछु भनेपछि इन्डियाको इन्टरभ्यूमा के क्वेसन सोध्छ त्यसको बारेमा तपाईँहरूलाई भिडियो बनाउँछु। र यो नसोच्नुहोस् है फेरि नयाँ च्यानल बनायो, पुरानो च्यानलमा यति सब्सक्राइबर त्यो होइन। मैले पुरानो च्यानलको लागि कन्टेन्ट भित्दै सोचेको छु, तपाईँहरूलाई म अर्कै तरिकाले भिडियो ल्याउँछु त्यसमा चाहिँ। त्यसको लागि ढुकाउनु र यस च्यानललाई सबैजनाले माया गरिदिनुहुन्छ भने पुरा आशा छ। अब इन्फर्मेसन कस्तो लाग्छ होइन, मैले चाहिँ अब जानेको कुरा हजुरहरूलाई भन्ने हो होइन, नजानेको कुरा हावातामा भन्ने पनि होइन। धेरै मान्छेले मलाई नराम्रो कमेन्ट पनि गर्नुहुन्छ, केही छैन। उहाँहरूलाई म के भन्न चाहन्छु भने हजुरहरूले बुझ्नुभएको छ भने एउटा भिडियो बनाएर राम्रै तरिकाले हाल्नु होला, साथीहरूलाई बुझाइदिनु होला। त्योभन्दा ठुलो कुरा के हो त होइन। मैले जति बुझेँ, मैले जति जानेँ म त्यति बनाइदिएँ। अब मैले धेरै कुरा तन्काइनँ। जति पनि साथीले यस भिडियोलाई हेरिरहनु भएको छ सबैजनाले यस च्यानललाई सब्सक्राइब गरेर माया गरेर सेयर गरेर सब्सक्राइब गरिदिनु होला भन्ने पुरा आशा गरेको छु। र मैले चाहिँ जति बुझेँ त्यति कुराहरू हजुरहरूलाई भनिदिएको छु होइन। अब सेकेन्ड पार्टमा चाहिँ इन्डियाको इन्टरभ्यूमा के क्वेसन सोध्छ त्यसको बारेमा म हजुरहरूलाई चाँडै नै भिडियो बनाउने छु। धेरै कुराहरू मेरो साथीहरू पनि अहिले जानुभएको छ, उहाँहरूसँग सोधेर उहाँहरूसँग बुझेर के कस्तो भनेर म हजुरहरूलाई भिडियो बनाएर हाल्नेछु होइन। जति पनि साथीले अहिलेसम्म ब्ल्याक आइज बुक्सलाई माया गरेर अगाडि बढाइदिनु भएको छ होइन, त्यसरी नै यस च्यानललाई पनि अगाडि बढाइदिनुहुन्छ भने पुरा आशा छ है भन्दै बिदा हुन्छु। हस्त नमस्ते।